नमस्कार सम्पूर्णलाई। हेर्नुहोस्, हाम्रो यो बोजूहरूको कृतिकाले पहिला बिटीको बेलामा गर्नुभयो 13 दिन, फेरि हामीले कोटिला गरेर गऱ्यौँ सोया लगाएर, त्यो पनि भएन। फेरि मातृहरूले शान्ति पाउनु भएन छ, त्यसपछि हामीले फेरि घरमै गर्नुपर्छ भनेर फेरि 13 दिन क्रियाको काम चाहिँ सम्पन्न गरिदिएको छ। त्यसरी चाहिँ हाम्रो बुवाले 13 दिनसम्म दुःख कष्ट खाएर चाहिँ अब 13औं दिनलाई सफल गराउनु हो। त्यसरी चाहिँ पुरै क्रिया गर्नुपर्छ भनेर काम गर्ने काम सुरुवात भयो। त्यसरी चाहिँ दुईवटा पण्डितहरूले यसरी काम गर्नुभएको छ। एकजनाले पढ्ने अनि अर्कोजनाले होमन गर्नुभएको छ। दुईवटा चाहिँदो रहेछ ग्राउन्ड। त्यसरी चाहिँ यसरी काम सम्पन्न भएको छ। यस्तो हुन्छ केटीहरूको घरमा पनि यस्तै केटीले शान्ति पाउनु भएको छ भने यस्तै दुःख कष्ट दिनु रहेछ। प्रतिमा बनाएर सबै कार्यहरू सम्पन्न गरेका छन्। त्योभन्दा पहिला पनि हामीले एकचोटि गरिसकेका थियौँ। चोटिलामा गएर एक राति क्रिया होइन, एक दिनको लागि क्रिया गरेर यस्तै सबै कामहरू गरे हो। कृतिले पावर पाउनु भएन छ होइन, शान्ति पाउनु भएन काम भएन छ। त्यसपछि हामीले त्यस कृति कार्यका लागि यसरी हामीले यहाँ चाहिँ खिर बनाएको थियौँ। खिर बनाउने व्यक्ति चाहिँ मै हो। खिरलाई चाहिँ जति घोट्यो त्यति मिठो हुन्छ भनेर हाम्रो कृतिहरूले मिठो मिठो खुवाएर हामीले कृतिहरूलाई पठाउनु पर्छ भनेर चाहिँ हामीले यसरी पकाउन सुरु गरियो। यो चाहिँ हाम्रो घरदेखि पछाडि हो, हेर्न सक्नुहुन्छ। मैले हाम्रो दुईवटा बोजूहरूको लागि यसरी खिर बनाएँ। यो चाहिँ हामी फर्किरहेको दृश्य हो, जहाँ बिचमा परेछ भिडियो। अनि यसरी चाहिँ हामी गयौँ घरमा हाम्रो बोजूहरूको कामको अन्तिम दिनमा। त्यसपछि यसरी सुरुवात गरियो काम गर्नु। यस्तो गर्नुपर्दो रहेछ। यो चाहिँ मैले अब मेरो जीवनकै पहिलोचोटि चाहिँ देख्ने काम भयो। यस्तो काम मैले देखाएको थिइनँ। यस्तो गर्नुपर्दो रहेछ। उहाँहरूको प्रतिमा बनाउँदाखेरि यस्तो गर्नुपर्दो रहेछ। खिर बनाउन झन्डै हामीलाई धेरै समय लाग्यो। पहिलोचोटि फेरि कृतिहरूलाई बनाएर फेरि अरूलाई आउने मान्छेहरूलाई पनि बनाउनुपर्छ। एउटा बाहुन बाजेले यसरी टोरेर छोपेर सेतो कपडाले त्यस्तो गर्नुहुँदैछ। अनि अर्को बाजेले चाहिँ यसरी पेट पढ्नु हुँदो रहेछ। यस्तो हुँदो रहेछ कृतिको काम गर्नु। यसरी प्रतिमालाई नाम भन्दै सब कुराहरू गर्नुपर्दो रहेछ। यदि हजुरहरूको घरमा पनि कृतिले दुःख दिनुभएको छ भने सम्पूर्ण प्रक्रिया पुऱ्याएर गर्दाखेरि राम्रो हुन्छ। नत्र हजुरहरूले पनि हामीले यस्तो दुःख पाउनुहुन्छ बारम्बार गर्नु पर्ने झन्झट हुनसक्छ। त्यसैले सबै कुराहरूलाई सोच विचार गरेर गर्दाखेरि चाहिँ एकैचोटि पनि कृतिले पार पाउनु अनि शान्ति पाउनु काम पनि हुँदो रहेछ। र पहिला हामीले कोटिलामै गर्नुपर्छ भने कोटिला एउटा अब तीर्थ धार्मिक स्थल हो, पवित्र स्थल हो। त्यस्तो भएर हुन्छ। मरेको ठाउँबाट यसरी गर्नुपर्ने रहेछ। यसरी चाहिँ हाम्रो घरमा सबै कुराहरूको एउटा कृतिको कार्यका लागि चाहिने सबै कुराहरू जोडेर थालेर यसरी चाहिँ शुभारम्भ गरिरहेछ। Om Swaha, 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 Osi bunda, osi musada, हेर्नुहोस् गाइस, अब चाहिँ हाम्रो त्यो दिनको कार्यक्रम करिब सकिन लाग्थ्यो। त्यसरी चाहिँ हामीले सम्पूर्ण कामहरू कार्यहरू यसरी चाहिँ हामीले सम्पन्न गऱ्यौँ। यसरी चाहिँ सकाउने काम चाहिँ भयो। झन्डै बिहानको हजुरको 7:30 बजेदेखि
धेरै तातो छ। त्यसपछि हामीले सबै कामहरू पिन्नहरू लगेर खोलामा यसरी चाहिँ बगायौँ। बोजूहरूको प्रतिमा लगायत त्यो कार्यमा चढाएका सम्पूर्ण पिन्नहरूलाई पवित्र स्थल पवित्र गङ्गाजलमा यसरी उहाँहरूको सम्पूर्ण कामहरू जति ढाँटी सबै कुराहरूलाई खोलामा बोकाउँदाखेरि एकदमै राम्रो हुन्छ, कृतिले पार पाउनुहुन्छ भन्ने हामीले बुझेर होइन कृतिले पार पाउनु त्यही भन्नुभयो। खुसी भएर जानुभयो। यसरी गयौँ अनि खोला गएर सबै कामहरू सम्पन्न भयो।